भारतमा विदेशी राजनीतिक नेताहरूको स्वागत यस अघि पनि हुने गरेको हो, तर एउटा अपेक्षाकृत नयाँ नेपाली दलका नेताको स्वागतमा देखिएको यो तहको उत्साहलाई धेरैले अर्थपूर्ण सङ्केतका रूपमा व्याख्या गरेका छन्। यसले एउटा प्रश्न उठाएको छ, भारत राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन यति नजिकबाट बुझ्न चाहन्छ? यो भव्य स्वागतको अर्थ के हो? उत्तर खोज्न धेरै टाढा जानु पर्दैन। नेपालका परम्परागत दलहरूसँग भारतको दशकौं लामो सम्बन्ध छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरूको राजनीतिक चरित्र, नेतृत्वको शैली र नीतिगत झुकावबारे भारतसँग पर्याप्त अनुभव र ज्ञान छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी फरक छ। केही वर्ष अघि मात्रै